कक्षा 11मा अध्ययनरत साथीहरू कृतिका रेग्मी तथा सोहित्री योगीलाई अगाडि आएर खाता लगाएर सम्मान गरिदिनु हार्दिक अनुरोध गर्दछु।
कानों वाली चंचल चालों वाली छुपा छुप खेलने लगी कंचन काची कोरी नटखट नामी छोरी जबरन चोरा जरी छुपा छुप इङ्ग्लिस बोर्डिङ स्कुल कक्षा 11 का भाइ बहिनीहरूले कक्षा 12 का भाइ बहिनीहरूलाई विदाई कार्यक्रमको सञ्चालकको रूपमा रहेका भाइ बहिनीहरू, आजको यस विदाई समारोहका सभाध्यक्षज्यू, आजको कार्यक्रमका प्रमुख अतिथि माउन्ट भ्यू इङ्ग्लिस बोर्डिङ स्कुल सञ्चालक समितिका अध्यक्ष गुरु रमेश लम्साल सर, आजको कार्यक्रमका विशिष्ट अतिथिज्यूहरू, प्रिन्सिपल सर, म्यानेजिङ डिरेक्टर सर लगायत मञ्चमा आसीन हुनुभएका सम्पूर्ण सहपाठी गुरुहरू र आजको यो विदाई कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण कक्षा 12 का विदाई भएर जाने कक्षा 12 का भाइ बहिनीहरू र विदाई गर्नको लागि यो कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्ण कक्षा 11 का भाइ बहिनीहरू लगायत आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णप्रति म विद्यालयको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छु। नमस्कार। आज हामी एउटा विशेष दिनमा छौँ। कक्षा 12 का भाइ बहिनीहरू कक्षा 11 र कक्षा 12 2 वर्ष आफ्नो अध्ययन पुरा गरेर जाँदै हुनुहुन्छ। अबको केही समय लगत्तै कक्षा 12 को अन्तिम परीक्षाको तयारीमा रहनुभएको छ। परीक्षाको एकदमै तयारी रहने अवस्थामा हामी यो कार्यक्रमलाई आयोजना गरेका छौँ। यहाँबाट विदाई भएर जाँदाखेरि भाइ बहिनीहरूले यो 2 वर्षसम्म आफूले आफ्नो जीवनमा भोगेका कुराहरू, क्लासमा सिकेका कुराहरू, आफ्नो जीवनमा आफ्नो उज्जवल भविष्यको लागि, आफूले भविष्यमा गर्ने आफ्नो लक्ष्य प्राप्तिको लागि ती ज्ञानहरू, ती सिपहरूलाई व्यवहारमा उतार्न सक्नुहुनेछ भन्ने कामना व्यक्त गर्न चाहन्छु।
दुनिया में एक ही जुबान है सहनीता मुझसे अब नजर ना फेरो आओ पास तुम मेरे सच बात जो बयां की दहाड़ है जवानी बरदान की मरदान की अब तू भी मान ले नैनों के जाम दे ओ जरे 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 आजा हुआ छोकरा जवारे 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 अगाडि आइदिनु होला बच्चा बालका दाइदिदीहरू सम्पूर्ण अहिले नास्ता उपलब्ध भइसकेको छ म मेरो भोलिन्टियर साथीलाई नास्ताको लागि तयारी गरिदिनु न हार्दिक अनुरोध गर्दछु कृपया नास्ता ल्याइदिनु होला हतार नगर्नुहोला, तपाईँहरूको जोस हामीले अझै पनि जगाउने इच्छा गरेका छौँ। त्यसैले
हुन्छ ल हस् रमाइलोमा बढ्दै जान्छ सबैजना अनुशासन तरिकाले बसिदिनु होला त्यसै गरी म्यानेजिङ डाइरेक्टर सर, भाइस प्रिन्सिपल, कोअर्डिनेटर सरहरू, साथै यस संस्थाका संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, पूर्व प्रिन्सिपलज्यू, पूर्व भाइस प्रिन्सिपलज्यू, सम्पूर्ण आदरणीय सर म्याडमहरू, कक्षा 12 का भाइ बहिनीहरू र आयोजकका रूपमा रहनुभएका कक्षा 11 का भाइ बहिनीहरू, हाम्रा कर्मचारीज्यूहरू, साथसाथै उपस्थित हुनुभएका पत्रकारज्यूहरू, आज यो बिदाई कार्यक्रम एउटा बडो सौहार्दपूर्ण वातावरणमा अगाडि बढिरहेको छ। बिदाई आफैमा थोरै त्यति राम्रो नसुनिए तापनि बिदाई, तर यो प्रगतिका लागि हुँदै गरेको बिदाई भएको हुँदा यसलाई बडो हर्षका साथ स्वीकार गर्न बिदाई भएर जान थाल्नुभएका कक्षा 12 का भाइ बहिनीहरूलाई मेरो अनुरोध छ कि यो हामी अबको बिदाई विश्वविद्यालय प्रवेशको बिदाई हो। अब हामीहरू युनिभर्सिटी लेभलमा जानेछौँ। विद्यालय तहलाई हामीले समापन गर्यौँ। मुझे
keep calling the night. So be my hero, so tired of my life. So drama till you're talking मजा आइरहेको कार्ड बनाउनु गर्ने छोडेको गएको त A very good afternoon. With that, I won't take a lot of your time because you know the dance has to be done, the music has to be done, and a lot of things have to be done. So let's keep this short and simple. The topic of my speech is rather simple actually. All I want to do is thank all the seniors present here for giving us this wonderful experience. Due to you seniors, we juniors have been experiencing wonderful things all year round. I may not know much about life, but I only know 3 things about it, which are Viva de Idi, live, love and laugh. So my friends, keep loving and keep living. Thank you. साहब ने एक छोटी सी पार्टी रखी है ऐसी जगह। थोड़ी देर नीचे चलते ना, ऑटो अंकल बुरा मान जाएगा, चलिए ना।
में भीड़ लगाउँदा चौधरी हाम्रो यो कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिगणहरू माउन्ट भ्यू इङ्ग्लिस बोर्डिङ स्कुललाई कर्मथलो बनाएर अध्यापनरत सम्पूर्ण मेरा सहपाठी मित्रहरू कर्मचारीवर्ग कक्षा 12 का विदाई भएर जाँदै गर्नुभएका भाइ बहिनीहरू र यो विदाईको आयोजना गर्ने व्यवस्थापन गर्नको लागि यहाँ उपस्थित हुनुभएका कक्षा 11 का भाइ बहिनीहरू लगायत यहाँ उपस्थित सम्पूर्ण सबैमा स्वीकार्नुहोस् मेरो नमस्कार हो। आज अब यति रमाइलो माहौल छ। यो भाषण अथवा मन्तव्य भन्दा बित्तिकै हामी सुन्ने धेरै इच्छा चाहिँ छैन जस्तो लाग्छ, त्यो मैले बुझिसकेको छु। यहाँ म तपाईहरुको अगाडि धेरै भाषण भूषण गर्न चाहिँ गइरहेको छैन, एक दुईवटा आशीर्वादका कुराहरू मात्र सेयर गर्न गइरहेको छु। हामी 2 वर्ष अगाडि कक्षा जब एसी हामी चाहिँ सफल भयौँ, विभिन्न विद्यालयहरूबाट ठुलो सपना लिएर हामी कक्षा 11 मा चाहे साइन्स होस् अथवा म्यानेजमेन्ट होस्, यो माउन्ट भ्यू विद्यालयमा हामी हाम्रो चाहिँ शैक्षिक क्रियाकलापलाई अगाडि बढाउन चाहिँ गयौँ, शैक्षिक यात्रालाई अगाडि बढाउन गयौँ। र यसै गरी यो जुन चाहिँ कक्षा 11 ले तपाईहरुलाई अहिले बिदाई गरिराख्नु भएको छ 12 का भाइ बहिनीहरूलाई, त्यसै गरी तपाईहरुलाई वेलकम पनि यही हलबाट चाहिँ गर्नुभएको थियो। यो भर्खर जस्तो लाग्छ, तै पनि 2 वर्ष बितिसकेको छ। हामी यो 2 वर्षको समयमा वास्तवमा यो एसी पछिको कक्षा 11-12 को जुन समय छ, यो एकदम महत्त्वपूर्ण समय हो। हामी विद्यालयबाट ज्ञान प्राप्त गरेका छौँ, केही राम्रा कुराहरू चाहिँ प्राप्त गरेका छौँ।
हामीहरूले यो 2 वर्षको समयमा केही सपनाहरू म भविष्यमा यस्तो गर्छु उस्तो गर्छु भनेर कहिले के सपना बन्छ कहिले के सपना बन्छ यो सपनाहरू पनि बुनिसकेका छौँ। हामी चाहिँ सङ्घर्ष के हो भन्ने कुरा दुःख के गर्नुपर्ने रहेछ भनेर पनि केही कुराहरू यो 2 वर्षको समयमा चाहिँ हामीले अनुभव गरिसकेका छौँ। हामीहरूलाई दुःख के हो सुख के हो खुसी के हो सफलता हुँदा कस्तो हुन्छ असफलता हुँदा कस्तो हुन्छ भन्ने केही कुराहरू पनि हामीहरूले चाहिँ बुझिसकेका छौँ। अहिले हामी विभिन्न अनुभवहरू लिएर चाहिँ हामी बिदाई हुँदैछौँ। यो बिदाई भनेको यो हामी उच्च शिक्षा हासिल गर्नको लागि हामी बिदाई भएर जाँदैछौँ। तपाईँ हाम्रो अगाडि जब यो बिदाई भएर जानेछौँ कक्षा 12 त्यसपछि तपाईँ हामी यो खुला संसारमा चाहिँ हामी अगाडि बढ्नेछौँ। त्यहाँ त थुप्रै सफलताहरू पनि छन्, त्यहाँ थुप्रै सङ्घर्षहरू पनि छन्, त्यहाँ थुप्रै दुःखहरू पनि छन्। त्यसैले मैले मेरा सम्पूर्ण भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने हाम्रो जीवन सफल हुने भनेकै 2-4वटा कुराले हो। अहिलेका मैले अघि नै पनि कोट्याएको थिएँ, हाम्रा सपनाहरू छन्। Stay like watching stars, happy walking by and a day without. अर्को सङ्ग चाहिँ स्पर्श सङ्गीतको छोटो क्लिप रहेको छ, सबैले सँगै गाइदिनुलाई। लिरिक्स बिर्सिन सक्छु मैले, मेरो प्र्याक्टिसै भएको छैन, सबले सँगै गाइदिनुलाई। Ready, 1, 2, 3. Pani, pani
काले
सञ्चालितमा म रमेश चौधरीको सम्पूर्णमा नमस्कार। आजको यस माउन्ट न्यू इङ्ग्लिस बोर्डिङ स्कुलमा हामीले 11 कक्षाले मिलेर आयोजित गरेको यस विदाय कार्यक्रममा धेरैजसो प्रस्तुतिहरू, कतिका मन्तव्यहरू, सबै कुराहरू भनिसक्नु भएको छ। निकै रमाइलो पनि भयो र निकै दुःख पनि लागिरहेको छ, किनकि अब हामीसँग भेटघाट हुने भन्ने त्यति धेरै समय छैन र समयको कमीले गर्दा म हजुरहरूको धेरै समय लिदिन्न। म थोरै केही शब्दहरू मात्र बोलेर आजको यस कार्यक्रमलाई यही अन्त्य गर्छु। र आजको यस कार्यक्रममा कति प्रस्तुतिहरू भए, कतिले गजल कविता भन्नुभयो, कतिले गीत गाउनुभयो, कतिले नाच्नुभयो, सरहरूले पनि एकदम रमाइलो गरिदिनु भएको थियो। सम्पूर्ण जति पनि यहाँ आउनुभएको छ सम्पूर्णलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हाम्रा विशिष्ट अतिथि, प्रमुख अतिथिहरू पनि यहाँ बसेर हामीसँग समय बिताएर सम्पूर्ण कार्यक्रम समाप्त गरेर मात्र जाने सोचले बस्नुभयो। त्यसैले 12 कक्षाका दाइ दिदीहरूको लागि आउँदै गरेको बोर्ड इक्जामको शुभकामना तथा 2082 सालको नववर्षको शुभकामना सहित म आफ्ना केही शब्दहरू यही टुङ्ग्याउँछु र आजको कार्यक्रम समापन भएको घोषणा गर्दछु। धन्यवाद।